सपिङ गरेर भ्याएँ भिडियो बनाउनु पर्ने लाज लाग्यो मैले बनाएको सो यहाँ समापसीको पिटिक्ली गएको हामी अब कहाँ जाने हो मामु मामु कहाँ जाने हो कहाँ जाने हो मामु कहाँ जाने हो बजार कहाँ घुसिने बजार एम्स हस्पिटल जान्छ होला है अब चाहिँ मेरो चेकअप गराउनको लागि त्यही हो अब एम्स हस्पिटलमा भेटौँला गाइज हामी सौरभीको चेकअप गरेर सकियो हामी एम्स हस्पिटलमा छौँ अब हाम्रो भोग लागेर भोग नास्ता खाइरहौँ चिया म चाहिँ डाइरेक्ट ब्याङ्कबाट आएको आफ्नो इन्टर्नसिपबाट यो मगाइनौ हेलो 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 हामी अहिले सबैजना सपिङ गरेर डेकोर के भन्ने बेड केही न केही त छ डेकोर होइन अनि घरको लागि लिनु लगाएको माम बसाइदिन्छ यहाँभित्र जाउँ यहाँभित्र रे कहाँ यहाँ माथि हो कति तल माथि छ कति तल माथि छ तिन तला छिया 3 तला माथि त मलाई डक्टरले अघि 8 तला 9 तला हिँडेर भनिरहेको थियो दुग्रेर हो हिँडेर नि होइन दुग्रेर आऊ रे ओके माथि जाँदैछौँ किन यो कस्तो लाइक के हुन्छ नि लाइक यहाँ मान्छेले हिँडिरहेको मम्मी स्पोर्ट्स सुज मम्मीलाई गाह्रो भइरहेछ पुग्यो हामी फोकस गरि नै सक्यौँ गाइज देखो ना गाइज सौरे मुख देखाना गाइज देखो ना गाइज बिचारी यसरी गइरहेको अवस्था छ आफ्नो ब्ल्याङ्केट बोकेर म यहाँसम्म अब आइहालेँ नजिक छ यहाँ प्रिन्सेस यस्तो हिँड्नुभयो मस्त हामी यहाँ मजदुरी गरेछौँ मक्कलीलाई हेरेँ मामुले भनिसक्यो हजुरलाई लगाइदिउँ न एउटा लगाइदिउँ न क्युटवाला के आहा कति राम्रो देखेको वाह खतरा डन यत्तिकै गाली गरेर मलाई ठिकै छ हामी यहाँ छौँ हामी चाइनिज खाना छ मामुलाई फर्स्ट टाइम चाइनिज खुवाउन मामु एक्साइटेड हुइसक्छ नि हामी मैले पकाएको मामुलाई अब हामी फुड आएपछि देखाउँछौँ हर्बल टी खाइदिन्छु कसैलाई हर्बल टी यस्तो गर्छ नि यस्तो मसरुम हाम्रो फ्राइड मसरुम यसरी गर्छ नि मामु यसरी ट्राई गर्छ नि चपस्टिकले ल सिकाइदियो त सब इक्वल गर्छ ओ ल अभि आइहाल्यो त फर्स्टचोटिमै आइहाल्यो अभि प्रोफेसनल चाइनिज वाउ म नि ट्राई गर्छु अब होइन खाँदै गऱ्यो भएको त हो मसरुम त के गर यो आएन एउटा मात्रै चाहिएको अभि मैले चलाउन बिर्सेको क्या तातो मिठो हो यम्मी चपस्टिक क्विन फाइनली हाम्रो फुड आयो कस्तो लागिरहेको छ सौरभीलाई
मामलाई कस्तो लाग्यो चाइनिज फुड पिरो लाग्यो मिठो छ स्पाइसी मसरुम राइस अब हामी खान्छौँ बाई सो क्युटी हेर्दै रे सौरभी दिदीले बोलाउनु भयो Hi guys, welcome back to my channel. Front camera को मैले नयाँ फिचर थाहा पाएँ मेरो साइडको 17 को सुनो ना guys देखो ना मटन है क्या है guys ये guys देखो ना ये है मटन I'm not disrespecting first of all हामी चाहिँ यो जुन चाइनिज खाएको वाला भ्लग छ नि थमेल गएको त्यो भ्लग 2 हप्ता अगाडिको हो यो 2 हप्ता पछिको हो मम्मी जाने बेला नि भइसक्यो यस अनि मम्मी आएको बेलाको भ्लग हो आज हाम्रो घरमा गेस्ट आउनु भएछ अनि हामी मटन बनाइरहेछौँ यस मेरो गेस्ट हाम्रो गेस्टलाई देखाउँछौँ आज हाम्रो गेस्ट हाई गर्नु छ भ्लगलाई मै है यहाँको कस्तो राम्रो गेस्ट को हुन्छ होला म गेस्टले हो म गइदिरहेको छु सी म चाहिँ मटन खानालाई ग्रिन टी खाइरहेको छु सो द्याट मेरो पेट क्लियर होस् अनि यति भात खाऊँ Not funny, gang. Not funny. You're not funny at all. You're just jealous of me. You're just jealous of me. अब म के गर्छु होला मेरो पोजिसन पेपर बनाउँछु म अनि मैले मेरो साथीले दिएको बुक पढ्छु गाइस म प्रोडक्टिभ हुन्छु यो भेकेसनमा म प्रोडक्टिभ हुन्छु अनि हाम्रो कुकुरको लागि हामीले ब्रुनोको कपडा मामुले के अरे मान्छेको कपडा लिएर आयो अरे कति क्युट छ ब्रुनो आई मिस यु यसले अहिलेसम्म ब्रुनोलाई भेट्यो होइन आई मिस यु रे वी क्यान मिस लङ डिस्टेन्स लभ ओए यसको पकेट नि छ ओ हेरौँ न कोरे कति क्युट छ के सानो बच्चाको कपडा छ अब यसले बच्चा पाउँछ गाइस अनि बच्चालाई ये लगाइदिन्छ ओए कसम त बच्चाकै कपडा जस्तो छ यार कलर नि हेर्न कति क्युट छ यस गाइस ब्युटी ओए यारको सजिलो हुनुभयो त मलाई भ्लग बनाउन हेर्नुहोस् गाइस मैले नयाँ फिचर थाहा पाएँ मेरो फोनको बल्ल टिकटक हेरेर थाहा भएको मैले टिकटक नै होइन रिल हो खै काहीँ न काहीँ त हेरेँ मैले के अरे म पकाउन जान्छु अब ल अब हामी केही बेरमा भेट्नेछौँ भोलि पनि यो भ्लग कन्टिन्यू हुन्छ भोलि माघको 1 गते भोलि माघीको दिन हामी मामा घर जान्छौँ अनि भ्लग बनाउँछौँ यस बाई हाई गाइज ह्याप्पी मकर सङ्क्रान्ति ह्याप्पी माघी Hi guys, happy Maggie. Hey, sorry. अरे फ्रन्ट क्यामेरा हो त ल Hi. ह्याप्पी माघी भएर फेरि Happy Maggie. आज अब हामी नयाँ मामा घर जान लाग्यो हाम्रो मामा घरमा आज श्राद्ध नै छ त्यहाँ खानु बोलाइसकेछ हामीले भर्खर माघीको त्यो खायौँ सबै कुरा प्रसाद खायौँ अनि मामु अनि हाम्रो मामु यहाँ लिपस्टिक लाउँदैछ हामी मामु ह्याप्पी माघी भन्छ Happy Maggie. अनि अब हामी जालनाको मामा घर हामीलाई एकदमै ढिला भइसकेछ 11 बजिसकेछ हाई गाइस हामी मामा घरमा अघि नै आइपुगिसकेको अनि हामीले खाना खायौँ अनि हामी जालनाको हामी सबै all baddies We are ready guys. अब हामी जान्छौँ कहाँ Lovey Mall. Guys, these are my babies because they are very small. अभी इस झुकाइ टाउको दबाइरहेको छ पछि यस्तो गरिसि खुट्टाले मैले के गरेको हैन नर्मल छ एनीवेज मैं भर्खर देखेँ मैले देखेँ ल गाइस अब हामी लभिङ मलमा भेट्छौँ बाई आजको हाम्रो मस्ती हेर्ने गर्नु होला ल ट्रान्जिसन हेलो Very enthusiastic. Oh my God! अर्जुन, तुम ये कर सकते हो? Bro.
हामी फोटो बुथ जान लागेको दिस इज आवर फोटो बुथ Hello guys, we are in Lamin Mall waiting. Era मलाई छेक्दिएको फोटो ढिगाएर छेक्दियो नि. Photo booth. Very excited. Are you excited? Yes, I am. Are you excited? Yeah, very much. Very cute. म यहाँ पिक्की लगाम. हाम्रो देखा यहाँ. म के लगाऊँ? म चस्मा लगाऊँ? सबै बेगु त लाने के हो यो लगाम. हेलो किटी. यो लगाऊँ? म के लगाऊँ? मलाई गाइड गरिदिनु न. यो लाने हो. ओके. नाइ यो सुन्दर ला. नाइ. क्युट छैन. चस्मा लगाऊँ? चस्मा लगाऊँ? ल चस्मा डिफ्रेन्ट तीनटा हैन तिमीले एकचोटि यो लगाऊ तिमीले यो लगाऊ म चस्मा लगाउँछु एकचोटि तिमीले चस्मा लगाऊ अनि तिमीले त्यो लगाऊ त्यस्तो गरौँ न भेरी क्रिएटिभ ल यो भनिरहेको छु त चस्मा एउटै लगाउने ओके देन यो सिलेक्ट गर्दैछौँ यो कि यो वाला पिंकी यो ब्लू राम्रो लाग्छ मलाई आइहाल्छ तिम्रो हैन ना यो अलि अफ भाइब देखा आयो नेक्स्ट फोटो मर्जिङ ओके ओ नाइस यो पनि राखौँ त्यो राखौँ सानो गर्न यो आयो समात यसबाट आउँछ अर्को नि क्युटी तपाईँले सानोभन्दा ठुल्ठुलोमा ढ्याम राख्यो भने हामी देख्यो ठुलोमा बिचमा नि हेर्नु न कत्रो स्पेस ओके अलि ठुल्ठुलोमा राख्यो भने यो फिल्टरमा यस्तै थियो यो फिल्टरमा होइन यो तपाईँहरूले फेममा चाहिँ यस्तो थियो फेम हेर्नु भने राम्रोसँग ए फोटो फेममा हो नि त डकवाला हो नि त हेर्नु न ए फोटो फेम राम्रोसँग हेर्नुपर्छ नि तपाईँले हाम्रो फोटो बुथ सक्यो अब हामी सक्यो अब हामी कहाँ जान लागेको लिएर आएको है मैले रम्सकाल मेरो ऊ अब सौरभी नेपालको दोस्रो अर्जुन महाभारतको अर्जुन नेपाल हुन्छ अब महाभारत होइन सौरभीले बचाउँछ हामीलाई कल्की युगबाट सौरभी नै हो कल्की अवतार अब हामी जान लागेको नास्ता खानु हामी चाहिँ सपोर्ट गर्छौँ नि फेरि हामीले नआएको होइन सपोर्ट गर्छौँ भोक त केही पनि लागेन स्टिल मलाई लाउनु लागिसक्यो भोक गाइस भेरी कोल्ड very enthusiastic लेट्स गो अब छिटो ल ओके गाइस विल मिट यु अब क्याफेमा बाई बाई हाई गाइस हामी कहाँ आयौँ हामी कहाँ हो हामी के खाइरहेको मैले स्पाइसी नुडल्स कतिको स्पाइसी छ मेरो स्पाइसी मैले पनि खाएँ बहुत पिरो भयो मलाई बहुत पिरो लास्टै पिरो अब हाम्रो पिज्जा आउनु बाँकी छ त्यसपछि हामी यहाँबाट लान्छौँ यहाँको भाइब चाहिँ आई डोन्ट नो ब्याकग्राउन्ड म्युजिकले केही सुन्ने पनि रहेछ कि नै दिस इज हाउ इट लुक्स सो प्रिटी सो एस्थेटिक सो प्रिटी एन्ड एस्थेटिक या अब कति बेला भेट्ने हामी पिज्जा आएर सकि पनि हाल्यो हामीले बल्ल याद आयो ब्लगको कस्तो लाग्यो पिज्जा कति न मेरो रेस्टुरेन्ट जस्तै सोधिरहेको छु कि कस्तो लाग्यो खाएर जान्छौँ घर जाने बेला भयो ढिला भइसक्यो बाई